सबैलाई नमस्कार। नेपालको वर्तमान राजनीतिक अवस्थामा चाहिँ अहिले के भइरहेको छ भन्ने विषयमा चाहिँ यसो समाचारहरू चाहिँ नि वा सुन्ने क्रममा र देख्ने क्रममा र पढ्ने क्रममा चाहिँ यसो विचार गर्दाखेरि चाहिँ नि हेर्न के भइरहेको त। अब नेपाली काङ्ग्रेसको पार्टीमा विशेष गरी चाहिँ एउटा सभापति चाहिँ को हुने र कसलाई चाहिँ सभापति चुनेर चाहिँ नि जुन चाहिँ नेपाली काङ्ग्रेसको नेतृत्व लिने भन्ने कुरामा नि अझै पदको विषयमा चाहिँ एकदम अझै टुङ्गो नलागेको अवस्थामा छ भनेदेखि अहिले विशेष गरी केही शेरबहादुर देउवाको पक्षले चाहिँ विशेष गरी चाहिँ यता सभाहरू पनि सञ्चालनमा ल्याइसकेका छन् र भने चाहिँ र गगन थापाको पक्षमा पनि केही पनि बोलेका छन् होइन। त्यहाँ चाहिँ विशेष गरी अब सभापति चाहिँ कसले सभापति को हुने र भन्ने कुरा पनि होडबाजी छ जुन नेपाली काङ्ग्रेसको पक्षमा। र यस्तो किसिमको पार्टीमा पदको विषयमा नि अहिले राम्रोसँग चाहिँ टुङ्गो नलाग्ने सक्ने अवस्थामा छ भन्दै चाहिँ नेपाली सर्वसाधारण जनताको चाहिँ नि मूल समस्या चाहिँ समाधान गर्छन् भन्ने विषयमा चाहिँ हामीले कसरी विश्वास गर्ने, नेपाली जनताले कसरी विश्वास गर्न सकिन्छ? बिल्कुलै गर्न सकिँदैन होइन। र अर्को भन्ने कुरा चाहिँ वर्तमानमा जुन सरकार चलाएको चाहिँ जुन चाहिँ एउटा आइजिबीको जुन अहिले तपाईँको घरमा चोरी भएको खण्डमा एउटा समिति छानबिन आयोगको गठन छानबिन समिति बनिसकेको र त्यो समितिमा एउटा छलफल हुने क्रममा चाहिँ नि जुन खगेन्द्र सुनवारले के बोल्नुभयो होइन, कसरी भएको त्यो तलदेखि माथि तहसम्म चाहिँ अनुसन्धान हुनु पर्यो भन्ने किसिममा चाहिँ नि बोलेका थिए। त्यो ठिकै हो। र साथसाथै अब फेरि यतापट्टि गृहमन्त्रीले चाहिँ अब उहाँलाई चाहिँ प्रति उत्तर दिने क्रममा चाहिँ नि अब त्यसो गर्नु हुँदैन होइन। अब न्यायालय छ भन्ने किसिमको एउटै पार्टीले सरकार चलाउँदा एउटै सांसदहरूले हरूको बिचमा पनि तपाईँको एकअर्कामा चाहिँ नि नमिल्ने अवस्थामा छ होइन, विचार नमिल्ने, राम्रोसँग कुराकानी नभएको छर्लङ्गै देखिन्छ। त्यस्तो किसिमकोले चाहिँ अब वर्तमान समस्यासँग चाहिँ नेपाली जनताको चाहिँ समस्या समाधान गर्न सक्छ भन्ने कुरा पनि छँदै छैन। यो जुन चाहिँ पार्टी आफ्नो स्वार्थ परिपूर्ति गर्ने हो र तपाईँ विशेष गरी चाहिँ नि अरूको विदेशीको ढाँचा अनुसार विदेशी स्ट्राटेजी प्लान अनुसार चाहिँ नेपालमा इम्प्लिमेन्ट गरेर चाहिँ नि नेपालमा चाहिँ नि तपाईँ कार्यान्वयन गर्ने हो। अरू नेपाली प्रमुख समस्या जनताको चाहिँ नि हुँदैन जुन अहिले वर्तमान सरकार जुन सरकार चलाएको। र अर्को भनेको चाहिँ नि दुर्गापक्षको चाहिँ पार्टी बनाउने भन्ने दर्ता छ हेर्नु। त्यसको चाहिँ हेर्नै बाँकी छ अब कुन तरिकाले चल्छ पछिको चाहिँ आगामी दिन कस्तो छ भन्ने कुरामा चाहिँ। त्यही कारणले गर्दा समग्र हुनु कुनै पनि समस्या समाधान गर्दैनन् वर्तमान त पुराना पार्टी र अहिले वर्तमान पार्टीहरूले चाहिँ जुन नेपालमा यस्तो अवस्था छ यो हुँदै